यो हाम्रो सेकेन्ड डको लाफिङ कस्तो राम्रो छ वाउ पहिलाको ब्लगहरू सबै डिलिट गरेँ फेरि यसको बादमा यहाँ चाहिँ हाम्रो ढिलो पाकिरहेको छ साथीहरू होइन भिडियो सुट गर्नुको लागि मात्रै एकछिन काम गरिदिन्छु नत्र गर्दिनँ अरे कि हामी खान्छौँ आलु टमाटर अचार बाँदरलाई केरा खाएको गोरुसँग चबायो यस्तो हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा साथीहरू इट्स मी एकता राई तामाङ मलाई चाहिँ इट्स मी भन्दाखेरि चाहिँ स्कुल टाइममा त्यो अगाडि कोटेसन गर्ने बेला त बोलाउँथ्यो नि त गुड मर्निङ इट्स मी एकता राई यसरी भन्थ्यो नि त त्यही यादको आयो कि अनि साथीहरू अहिले चाहिँ अब म किचनमा चाहिँ मेरो आँखाहरू नि यहाँनिर आँखा 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 हिजो चाहिँ माथि छतमा सुत्नु गएको थियो नि त अनि आँखामा के छिरो सुनेर इत्रु भएको थियो अहिले चाहिँ अब अलि भएन खुलेको छ साथीहरू मेरो आँखा रिस कागती के पनि भयो ब्लगमा कति पहुँच्यो फेरि मेरो ब्लग आज नि त साथीहरू त्यही भएर के पनि भएको छ मैले चाहिँ मेरो पहिलाको ब्लगहरू सबै डिलिट गरेँ फेरि यसको बादमा अब यसमा अहिले केही काम गर्नुहुन्न भने चाहिँ पछि सबै गल्ती गरिसकेपछि याद आउँछ अरे त्यो काम मैले गर्नु हुन्थेन भन्ने के समझ रहे हो ना केही छैन फेरि स्टार्टिङ भइसकेको छ मेरो ब्लगको सो सबैजनाले माया देखाइदिनु होला होइन तपाईँले आजसम्म चाहिँ काँचो तामाको अचार बनाउनु लागि मेरो भैँस सानो आएर किनकि म सानो आमालाई बोलिरहेको छु अनि आज मैले मम्मीलाई कागज किनेर ल्याइदिनु पर्यो त किन्नु पठाएर साथीहरू पैसा पठाएर अनि किन्नु ल्याएर अनि कति 50को ल्याउनु भयो धेरै दिएँ है यो चाहिँ के वाट इज दिस पुन्टे अनि त्यसपछि साथीहरू चाहिँ पैसा हुन्छ पैसा यो अहिले गोजीमा 50 रुपियाँ छ भोलिपर्सि 50,000 हुन्छ त्यसपछि 50 लाख हुन्छ त्यसपछि 50 करोड हुन्छ अनि अर्डर खराब नै हुन्छ पैसा हो आजको मौसम चाहिँ यस्तो छ साथीहरू होइन घाम लागेकै छैन बिहानदेखि अलिअलि यस्तो छ मौसमहरू नि अनि घामै यहाँ छ यहाँ देखेकै छैन साथीहरू अब चाहिँ यहाँनिर होइन हप्ताको लागि सामानहरू रेडी गर्नु होइन यहाँ छ हाम्रो आलु तामाङ त मैले हिजो नै उसिनेर राखेको हो साथीहरू नै फ्रिजमा राखेको चिसो भए तर केही छैन हामी खान्छौँ आलु तामाको अचार साथीहरू हाम्रो चाहिँ तामाको अचार रेडी भइसकेको छ होइन अनि म तपाईँलाई देखाउँछु कस्तो भयो भनेर अचार चाहिँ साथीहरू यस्तो भएको छ यहाँ नै अलिकति पिरो पुगेको छैन म अहिले अझ खुर्सानी थपेर नै हालिदिन्छु अब चाहिँ यसलाई फ्रिजमा हालेर अनि अरू तरकारीहरू पकाउनु हाल्नुपर्छ साथीहरू किनकि ग्यास सकिसक्यो ग्यासले हुँदो खाँदै हो सो आगो जिन्दाबाद साथीहरू अनि के भन्छ अरे मलाई एउटा कुरा कस्तो भन्नु मन लागेको थियो कि होइन तर के गर्नु अब भन्यो भने मुख लागेको जस्तो हुन्छ कि ठुलो मान्छेलाई बोल्ने तरिका यो इज्जत दिने ह्यान्ड जस्तो कुरा हुन्छ नि त बट मैले कब यस्तै यो भिडियोहरू बनाउँछु नि त ब्लग बनाउँछु काम जङ्गल गर्दाखेरि अब काम गरेको भिडियोहरू बनाउँछु नि त अनि यसरी चाहिँ के जस्ट कन्टेन्टको लागि मात्र मैले गर्छु अरे कन्टेन्ट पाएपछि गर्दिनँ अरे भिडियो सुट गर्नुको लागि मात्रै एकछिन काम गरिदिन्छु नत्र गर्दिनँ अरे कि यस्तो भन्यो कि मलाई ओ माई गड कस्तो राम्रो छ वाउ त्योभन्दा म केही बेसी पनि ताली पनि बजाइदिन्छु क्या वाउ खाना नि खायो होइन अनि त्यसपछि लुगा नि धुम होइन अलिकति 2-3 लुगा हो त्यसलाई धुन्छु अनि त्यसपछि गोबर घोल्छु अनि त्यसपछि मासु ढिलो खाने हो आज बेलुका ल्याम पारेर ल्याम है हजुर
किनकि मासु अघि भर्खरै आइसकेको छ होइन घरमा मैले फ्रिजमा पनि राखिसकेको छु साथीहरू मेरो चाहिँ सबै काम सकिसक्यो अब लुगा मात्र पखाल्नु बाँकी हो अनि त्यसपछि एकैचोटि अब कोठामा गएर चाप्पै लुगाले च्यापेको बिहान समय ठिकै थिएँ भर्खर लुगाले च्यापेर नि A few moments later. म चाहिँ भर्खर सुत्दै उठेको थिएँ कि किचनको कामहरू गरौँ होइन अब भाँडाहरू माझ्का खाना पकाउनु सुरु गर्छु म चाहिँ अनि मेरो बुढा अनि मम्मी चाहिँ बजार जानुपर्छ होइन अब सामान मेरो बुढाले चाहिँ लाफिङ खानु मन लाग्यो फेरि A few inches later. यहाँ चाहिँ हाम्रो ढिलो पाकिरहेको छ साथीहरू होइन The next day. चाहिँ मेड लाफिङ यहाँ बनाउँदैछौँ होइन अनि यहाँ चाहिँ हाम्रो लाफिङ के त्यो यो के भन्छ अब मन थाहा के भन्छ मलाई अनि यो छ हाम्रो के अरे यो के हो अरे लाफिङको भित्र हाल्नु त्यही के हो खाएर मलाई यो बाहिरको बोक्रा भने यो भित्र हाल्ने bombastic side eye. अनि यतापट्टि चाहिँ हाम्रो बन्दैछ क्या मम्मीको भाँडामा अनि बनाउने मान्छे चाहिँ उहाँ हुनुहुन्छ उहाँ अब चाहिँ एकैचोटि बनाइसकेपछि देखाउँछु म हाम्रो सुरुको लाफिङ यो हाम्रो सेकेन्डको लाफिङ यो हाम्रो थर्डमा भनेको लाफिङ यो चाहिँ भिडियो सुटको लागि बनेको लाफिङ अनि यहाँ बन्दै गरिरहेको छ अझै हाम्रो चाहिँ खानुपर्छ अनि त्यसपछि रिभ्यू हाल्नुपर्छ कस्तो बनेको छ भनेर साथीहरू मिठो छैन भने छैन भन्ने हो मिठो छ भने छ भन्ने हो अनेस्टली रिभ्यू हाल्ने म अनेस्टली रिभ्यू सुनेको सक्छ नि तपाईँले फर्स्ट ट्राई मेरो लाफिङ चिज एकदम मिठो मिठो आउँछ त्यसै खान्छ भने तपाईँले यो फुटेर हालेको होइन सिङसँग पनि हालेर अन्त अनि खाइरहनु उसको त बनाएको चिजलाई नराम्रो भन्नु भन्दै रिस त खतरा उठ्ने फेरि बाँदरलाई केरा पाएको गोरुसँग सभा होइन यस्तै हो लाफिङ खायो ठिकै लाग्यो होइन फर्स्ट टाइम त ट्राई गरेँ त्यस्तो खासै मिठो त लागेन तर नि होइन खानु चाहिँ खायो अनि लाफिङ खानुभन्दा अगाडि गाली नै खाइयो बुढाको तर के चाहिँ कहिलेकाहीँ चल्छ गाली सुन्दा नि केही हुँदैन अनि अहिले चाहिँ अब मेरो बुढा मेरो उहाँ चाहिँ नुहाउनु जानुभएको छ मेरो श्रीमान नुहाउनु जानुभएको छ म चाहिँ रुमहरू सफा गर्छु अनि यस्तो प्रेसर लो भयोदेखिमा घुम्छन् साथीहरू कति किलो तपाईँहरूले थाहा अहिले चाहिँ अब म कति 42-43 यस्तै 44 किलो अस्ति त म 40 किलो थिएँ इमेजिन गर्न सक्नुहुन्छ म पहिला चाहिँ 60 किलोको मान्छे बिचमा म 40 किलो पुगेको थिएँ यस्तो पिम्पल आयो भने चाहिँ पैसा आएको भन्छ होइन अनि अब पैसा आउनुसँग गइसक्यो बुढी भइसक्यो म अब कसैको बुढी भइसकेँ सो यस्तो आउँदैन हामीलाई ठीक है समरिया चाहिँ भिडियोलाई इन गरौँ थ्याङ्क यू फर वाचिङ बाई बाई नेक्स्ट भिडियोमा भेटौँला